घरमा पिएपछि बाँकी रहेको कोल्ड ड्रिङ्कको बोतल कहिले फाल्नु हुँदैन। भनिन्छ यदि त्यसमा सिमेन्ट र बालुवाको घोल हालियो भने त्यसबाट एउटा सुन्दर र अनौठो आर्ट पिस बनाउन सकिन्छ। सबैभन्दा पहिले बोतलमा सिमेन्ट बालुवाको मिश्रण भरेर त्यसभित्र केही फलामका तारहरू राखिन्छन् ताकि संरचना अझ बलियो बनोस्। सिमेन्ट जम्नु अघि कटरको सहायताले बोतलमा दुईवटा कट लगाइन्छ जसले पछि मोल्ड निकाल्न सजिलो बनाउँछ। मोडेल तयार भएपछि यसलाई सिधै प्रयोग गरिँदैन, पहिले पानीमा भिजाइन्छ। अब एउटा प्लास्टिकको बाल्टी लिइन्छ र बीचमा गोलो पीवीसी पाइप राखेर चारैतिर मसिनो बालुवा भरिन्छ। सतह बराबर बनाएपछि पाइप निकालिन्छ र किनाराबाट सिमेन्टको घोल हालिन्छ। त्यसपछि बाल्टीलाई हल्का थपथपाइन्छ ताकि हावाका बुलबुला बाहिर निस्कुन्। अब सोच्नुहोस् यो के बनाउँदैछ। त्यसपछि बीचमा फेरि फलामका तार राखिन्छन् र माथिबाट सिमेन्ट हालेर हल्का फिनिस दिइन्छ ताकि बीचमा एउटा प्वाल छोड्न सकियोस्। अब सबैभन्दा महत्त्वपूर्ण चरण आउँछ। पहिले बनाइएको कोल्ड ड्रिङ्क बोतलको आकृतिलाई अलि तेर्सो राखेर भित्र राखिन्छ र चारैतिर फेरि बालुवा भरिन्छ। तलको भाग सपाट बनाउन थोरै पानी छर्किन्छ र त्यसमा सिमेन्ट हालिन्छ ताकि बेस राम्रोसँग ढाकियोस् र बाल्टीको स्तर बराबर होस्। त्यसपछि दुईवटा फलामका जाली राखिन्छन् जसले मजबुती बढाउँछ र सिमेन्टमा चिरा पर्न दिँदैन। पुरै सुकिसकेपछि माथिबाट हल्का तातो पानी हालिन्छ। तातो चिसोको प्रभावले मोल्ड सजिलै बाहिर निस्कन्छ। अब माथि बाँकी रहेको बालुवा सफा गर्नुहोस्। अब त तपाईले बुझिसक्नुभयो होला यो के हो। यो पूर्ण रूपमा हातले बनाइएको एक रचनात्मक सिमेन्टको फूलको गमला, फ्लावर पट हो। के यो साँच्चै धेरै सुन्दर देखिँदैन? मान्नै पर्छ, यो केटाको कारिगरी साँच्चै कमालको छ। अब भन्नुहोस् 10 मध्ये तपाईँ यसलाई कति अङ्क दिनुहुन्छ?